कान्छा कस्तो राम्रो वाच रहेछ हो, मलाई ल्याइदिनु भयो हो। हो त के तिमीलाई मन पर्यो? कस्तो मन पर्यो नि, यो त स्मार्ट वाच रहेछ होइन, चार्जर पनि आउने, कस्तो राम्रो रहेछ हौ। मलाई यस्तो फेरि राउन्ड डायल भएको वाचहरू नि एकदमै धेरै मनपर्छ हौ। लु त कान्छ यो घडी नि सेटअप गरिदिनु होइन, अनि कसरी चलाउनु पर्छ मलाई सबै यस्तो सिकाइदिनु त, के छ फिचरहरू यो घडीमा। मैले यो चाहिँ अघि सेटअप गरिसकेँ कि यसमा चाहिँ यो चार्ज गर्ने बित्तिकै क्युआर कोड आउँछ, त्यो स्क्यान गरेर मोबाइलसँग पेयर गरेछु। यो घडीमा फङ्सन भनेको एकदमै राम्रो छ कि यसले तिम्रो दिनभरि कति हिँड्यौ होइन, आउटडोर इन्डोर कति हिँड्यौ, साइकल कुदाउने मान्छेको लागि साइक्लिङ, बास्केटबल खेल्दा ओर्दा यो सबै थोक यसले आफै क्यालकुलेट गर्छ। यसले तिम्रो हार्ट रेटहरू सबै मोनिटर गर्छ, यसले हार्ट रेटहरू मोनिटर गर्छ। अनि यसमा भनेको यो घडी लगाइसके पछाडि भनेको तिम्रो ब्लुटुथको रेन्जमा छ भने फोनहरू सबै उठाउन गर्न यही घडीबाटै मिल्छ क्या। कस्तो राम्रो रहेछ यो घडी त नि। यो राम्रो छ, तिमीलाई ल्याइदिएको मैले। थ्याङ्क यू। ल हजुरहरूलाई पनि यस्तै घडी चाहिन्छ भने चाहिँ तल लिङ्कमा क्लिक गरेर चेकआउट गर्न सक्नुहुन्छ। एकदमै राम्रो घडी स्मार्ट वाच छ है त।